यति बेला दिदीबहिनी झरनामा हामी यहाँको दिदीबहिनी नामको विषयमा थोरै कुराकानी गर्नेछौँ। यो दिदीबहिनी झरनाको विषयमा केही कुराकानी सोध्दैछु। के छ यो दिदीबहिनी झरना नाम किन राखिएको हो? यो भन्न चाहिँ सकिँदैन। यो कस्तो भने झरना शिवलिङ्ग अन्तर झरनाको मध्येमा शिवलिङ्ग खडा भए हुनाले हामी शिवलिङ्ग झरना भन्छौँ। कुन व्यक्तिले दिदीबहिनी झरना, दिदीबहिनीको दुईटी केटी गोठबाट आइकन यहाँ गाउँ भोगले सब श्याम बनाया। यहाँ माथि भोटियाले कुलो ल्याउँछु भन्दाखेरि हाँगो काटेर खुन बगाया हुनाले त्यसले ढोक हालिकन सब गाउँ सम भया हुनाले तिन दुईटी केटी खरालिकन मर्या हुनु अरे भन्छन्। ओलट दिया हुनु अरे। यो भोटेहरूले माथि त्यो झरनाको जो माथिको झरनाको टुप्पाबाट अलि माथिबाट के अरे त्यो कुलो ल्याउँदाखेरि चाहिँ भोटेहरू सबै मरेर अनि दिदीबहिनी मात्रै बाँचेर त्यो झरनाबाट हाम फालेर बिचमा आएर अड्डेको भन्ने कुरा मैले पनि त्यस्तै कुरा सुनेको थिएँ। हजुरलाई त अलि जानकारी होला। त्यसमा नै हो त्यो त्यो अब त्यो ढाँगो काट्या बाबतमा ढाँगो काटी खुन बगाया बाबतमा रोग हाल्दै शिवले गाउँमा रोग हालिकन उनीका आमा बाबु सबै मर्या हुनाले तिनीहरूले खालखुट्या गरे भन्ने कुरा अब देखिएन। अर्काले भन्या सुन्या यही हो। अनि त्यहाँबाट हजुरहरूले पनि भन्नुभयो त्यहाँ ऊ लाछ बान्दाहरू लाएको अझै पनि भेटिन्छन् भन्नुभएको छ। अझ पनि देख्छौँ, हामी हेरेका छन् तिनी पर्खाल बुझै छौँ। हजुर उ गर्दाखेरि तिनीहरूले कुटकाटिङ गर्छौँ भन्दाखेरि ढाँगो काट्यो खुन बग्यो र उनी त्यो खुन बग्या हुनाले यहाँ शिवगुटमा खुन आया हुनाले भोग हाल्दै शिवले उनीका आमा बाबु सबै मर्या। उनी गोठ गए केटी गोठबाट आइकन सब मर्यो भनेर त्यहाँ हाम फाले। हजुर तिनी दुईटी भने भोटेकै छोरीहरू हुन् कि? भोटेकै छोरीहरू भाइ भाइकी छोरी हुनु दुई भाइ अरे। हजुर दुई भाइकी छोरी दुई बिनी। हजुर दुई भाइकी छोरी दुई बिनी गोठबाट घर जाँदै गर्दाखेरि त्यहाँ अब यहाँ त्यस्तो उता मरे बुवा आमा भनिसकेपछि त्यो ढाँगो काट्दाखेरि मरे भनिसकेपछि उहाँहरूले चाहिँ त्यहाँबाट हाम फालेर मर्नुभयो भन्ने कुरा छ। त्यही हो हामीले अब देखिनु आँखाले। हजुर अब क्या कुरा हो पनि थाहा छ। धन्यवाद।